दर्शकहरू यहाँले देख्नुहुन्छ यहाँ चाहिँ नै तपाईको यो भारतको यो तराई आन्दोलनको समर्थनमा यहाँ यसरी आन्दोलन भइरहेको छ भने यता तराई आन्दोलन र भारतीय अघोषित नाकाबन्दीको विरोधमा यता चाहिँ अर्को हिसाबबाट ठुलो र्याली भइरहेको छ। दुई विपरीत शक्तिहरू छन्। यहाँ देख्नुहुन्छ मधेस आन्दोलनको समर्थनमा र यहाँ देख्नुहुन्छ भारत अघोषित नाकाबन्दीको विरोधमा दुई छुट्टा छुट्टै कार्यक्रमहरू र्यालीहरू भइरहेका छन्। सम्पूर्ण दर्शक महानुभावहरू एउटा रमिता जस्तै छ यहाँ। यतातिर भारतको नाकाबन्दीको विरोधमा र यतातिर भारतीय हैन तराई मधेस आन्दोलनको समर्थनमा यहाँ भइरहेको छ। मान्छे मार्न पाइँदैन भनेर व्हाइट हाउसको अगाडि त्यस्तै गरी भारतको अघोषित नाकाबन्दीको लामो लाइन अत्यन्त लामो लाइन छ यहाँ। यहाँले देख्नुहुन्छ अझै पनि यो टुङ्गेको छैन। सायद यो जाने भारतीय एम्बेसीमा गएर यो आजको आन्दोलनको आजको यो प्रोटेस्ट र्यालीको विज्ञप्ति बुझाउने कार्यक्रम रहेको छ। अझै पनि लामो लाइन छ। यो आउने क्रम अत्यन्त जारी छ। सम्पूर्ण दर्शक महानुभावहरू यहाँ देख्नुहुन्छ पुरै सर्कल घेरिएको तपाईको चाहिँ यो प्रोटेस्ट र्यालीमा भारतीय अघोषित नाकाबन्दीको विरोधमा देख्नुहुन्छ। यहाँ पुरै नेपालीहरूको व्यापक सहभागिता रहेको छ। सम्पूर्ण दर्शक महानुभावहरू भारत अघोषित नाकाबन्दीको विरोधमा
ठुलो नेपाली जनसमुदायको समर्थन रहेको छ यहाँ ब्यानर प्ले कार्डहरू बोकेर हजारौं हजार नेपाली सबैजना स्टेजको अगाडि आइदिनु हुन अनुरोध गर्दछु Just going to gather around over here now. What about the insurance, right? Chinese was a guy in the Ebola came by the city. Mass process of the bus. One more. Hi guys. More? Very. So no. Mass process of the bus. They talk about it. Julia remote train to Tibela, Gila Panchat, overseer TA. Steady Pachikava. Just but PhD to Carthagarco down Diploma, University of North Carolina, teacher starting capital डेलिगेट्सहरूले पनि सपोर्ट गरेका थिए धेरैले फोन गरे धेरैले इमेल पठाए धेरैले चिठी पठाएका छन् र अब त्यो चिठी यहाँ एक दुईवटा चिठी चाहिँ तपाईहरु समक्ष हामीले पढेर यो कार्यक्रमलाई समाप्त गर्न चाहन्छौं र त्यो चिठी कोअर्डिनेट गरिरहेको छ समीक्षा आचार्यले म समीक्षा आचार्य बहिनीलाई यहाँ बोलाउन चाहन्छु थ्यांक यू And in the meantime, I'd like to thank all our senior leaders, Dayaru, who helped me and who helped us. This is for Nepali, by Nepali, for Nepal, because we love Nepal. Thank you, brothers. And local organizations and everybody. Thank you. Woo! Thank you, everyone. How's everyone doing today? Woo! I've never seen this much unity in a country. This is great. Woo! I'm going to sing 2 lines. Thank you to all the organizers. They've been doing such a good job with this. Thank you for Dr. Bidya Ranjit. He has contacted Senator Richard Blumenthal from the United States Senate, and he's from Connecticut. So I'm going to read you his letter. Okay. Thank you for your message regarding Nepal. I appreciate hearing from you. The April 25th, 2015 earthquake and the aftershocks that struck Nepal brought devastation upon the people of the region and caused tragic loss of the lives of thousands of people. It will take Nepal years to fully recover from this disaster. Elements of the United States Armed Force, including the Marines, who have sacrificed